हेलो गाइस, अहिले चाहिँ हामी भेटरमा छौँ होइन। यस्तो छ मौसम यहाँनिर 3 पल्ट आइसक्यो होइन, तर मौसमले चाहिँ साथै दिएको छैन क्या। हेर्नु नि यहाँनिर यस्तो छ मौसम, घुम्ने वातावरणै छैन यहाँनिर। यस्तो हुस्से लागेको छ, न केही देखिन्छ, न गाडी देखिन्छ, न मान्छे देखिन्छ। यस्तो छ मौसम। अनि हामी दुईजना यसो भेटारमा चाहिँ घुम्न आएको। यस्तो छ वातावरण, घुम्ने वातावरणै छैन। अब तलतिर जानु पर्ला। यस्तो छ है गाइस, यस्तो छ यस मौसम गाइस। अब यहाँदेखि हामी अब तलतिर क्याफेतिर जानु भएको छौँ। लाग्यो अब भेटा चोक भेटार चाहिँ यहाँ थियो होइन। अब चोकमा पुगेर प्रिन्ट हुन्छ। देख्दैन त चोटिको छुट्टी चाहिँ यसरी गयो। बिस्तारै एकदमै मैले चस्मा खोलेको छुइनँ, झन् कालै देखिरहेको छु। कता चाहिँ बाटो बिस्तारै बिस्तारै जाने। आइपुग्यौँ भेटार चोक बजार। अब यहाँनिर घुम्ने वातावरण छैन। शीत परेर पानी नै परेछ त। पानी पर्नु थाल्यो है। पानी परेको होइन, शीत परेको त्यो साह्रो कता मान्छे देख्दैन है। बिस्तारै कता जाने हो, देखिँदैन त मान्छे नै। ल भयो है, झऱ्यो ओह्रालो फेरि के रहेछ। तल त छैन कि पानी पर्दैछ कि तलतिर। यहाँ त पानी पर्दैछ क्या। त्यो साह्रो झरेको बिस्तारै कुदाउनु है। बाटो बिग्रेको छ क्या। हैया यस्तो छ हौ एक पैसाको भनेको नि। तलतिर चाहिँ यत्तिकै भरि क्लिक गरिसकेको छैन। पानी आउँदैछ झरो भने म त केही जान्दिनँ। घाम लागिरहेछ। केही भयो भने रोडमा जङ्गल कस्तो राम्रो सिन आउँछ है। Cafe.
यहाँदेखि के अरे 2 मिनटको बाटोमा यस्तो घाम छ तल है। उडाएन तर सम्झ मजा निकाल्छु कस्तो आयो हेर त्यहाँ फुल आयो सानो यता हेर्नु ल सजिलो बनाइदिनु पानी भयो पर्यो यहाँनिर अब हामी लाग्नु लागेको यहाँ अब ओह्रालो झरिन्छ झर्नु लागेको अब अन्डा ठुलो आउँछ क्या फोनबाट गऱ्यो भने अनुहारै हो नि त अनि मेरो झन् मेरो यसो अगाडि नै आउँछ नि होइन अनुहार ठुलै त आउँछ त नि ल ओह मेरी माया बेटादेखि तलतिर आइपुग्यौँ होइन अब यहाँदेखि 1986 को क्याफे खोज्न आएको कता छु थाहा छैन मलाई त कहाँदेखि रिङ्गटै छुटो आज त फेरि बिचमा चाहिँ घाम लागिरहेको छ पर यहाँ त गले आज गले कुन पो खोला हो यो कुन तमर खोला हो यस्तो छ है गाइस सिन हेर्नु नि तल छ कुन पो खोला हो यो तमर खोला होला यतातिर भिडियो बनाउँदैछ दाजु अब चाहिँ भेटादेखि तलतिर आइपुग्यौँ अब यहाँ हामी चाहिँ 1986 को क्याफेको हन्टिङमा छौँ हेरौँ अब यहाँनिर गुगलमा गुगलमा हेरेर कता के छ लोकेसनहरू गरेर ट्र्याक गरेर जानुपर्ने छ है बाटो त्यस्तो छ हेर्नु नि त यस्तो दामी होइन लिसिङ फाकाटे छ यहाँ नयाँ कटेज खुलेछ यतातिरको बन्द हुँदैछ
कसम कहिले म आया कपाल भरेर त वार्न मात्र हुने रहेछ भयो गरे त आउनुमा पनि मेरो लगेर ल अब हामी यहाँदेखि चाहिँ निस्किनु लागेको तलतिर हेरौँ अब के छ 96 अब खोजेर तल जाने कि माथि जाने हौ तलतिर जानु गर्मी हुन्छ होला तलतिर गर्मी हुन्छ जस्तो लाग्छ पनि मास्टर जानु पर्छ मास्तिर जाउँ मास्टर अब मास्टर जाने छ यस्तो घाम छ अनि गर्मी ल अहिले चाहिँ हामी 98 क्याफेमा आइपुगेको छौँ यस्तो छ क्या सुँगेको मिठो मटका चियाको चुस्की Coke party, pink tea, red. Okay, 1982 क्याफेको भेटा चाहिँ तलतिरको किमानु रहेछ हो अब हामी टेस्ट गर्नु गइरहेको छौँ कस्तो छौँ ट्राई गरेर भन्नेछौँ त्योसँगले टेस्ट गरौँ यस्तो गर्नु न यति धेरै आयो चेस ठिकै रहेछ चकिलो भएको होइन ठिकै छ मलाई पिरो कम भयो क्या होइन
पानीबाट पनि हिँड्दैछ आइतबार बनाएको भए पनि हुने नि यसले 30 गते 30 गते पर्छ र अनि समय पछाडि के हुँदैन नराम्रो हुनु गएको छ भने हुन्छ म त फर्स्टचोटि खाएको किनभने नि फर्स्टचोटि यहाँ चाहिँ भनेको यही नेपालमा फर्स्टचोटि उनीहरू घरमा लगिदिएको त सेलाइदिएको थियो तर सुरमा हालेको जस्तो मेरो लागेन न हातमा हुँदैन सानो खाउँछौँ कहाँ अब यहाँदेखि हामी लागेको यहाँदेखि अब हामी सिधै नास्ता खाएर अब हामी सिधै धरान जानेछौँ हाम्रो बाइक भनेपछि चाहिँ हो धरान जाने यो क्याफेमा आइयो मक्का चिया खाइयो किमा नुडल्स खाइयो अब यहाँदेखि लागेर धरान एकैचोटि जानेछौँ है त्योहरू हातमा नबोका पर्दैन यता त म बोक्छु नभए क्यामेरा अन थियो तिमीले बक्कै थिएन अहिले निकाल्दाखेरि थिएन नि यसरी गर है फेरि झर्छ मैले यसरी गर्नु गरेको छ हेर नि त्यहाँ देखेँ आफ्नै गाउँको बाटो चाहिँ गरेको छ भेटेँ होइन कति साह्रो तातो परिरहेको छ सिपिलो अहिले पनि छ राम्रै देखिन्छ जतिखेर पनि क्यामेरा समाउँछ होला भ्लगरहरूले क्या कसरी यसरी समय राख्छ होला हौ क्यामेराहरू हुन्छ क्या बनिएर पनि बिग्रिसकेको बाटो अब 105 फिटको बनिँदैछ नि त कहिले हो तर यसपालिदेखि नोटिस आइसकेको छ स्थानीय सरकारवाला जनतालाई त राखेर गर्दैन उनीहरू कोठा आफ्नो के गर्छ
हाम्रो सेउती खोला सेउती खोला झन्डाइ लगाएको छ